किन्छौँ होइन फेरि भन्नु न के डेमन स्लेयरको के तपाईँ मोटाएर हेलो एभ्रिवान अनि आज चाहिँ हामी यता माथि गोकर्ण भन्ने ठाउँमा आइरहेको छौँ होइन पछाडि चाहिँ मेरो पुनमजी हुनुहुन्छ चुप लाएर बसिरहेको चाहिँ अलि नकल धेरै गर्छ क्या अनि आज चाहिँ उसले घुम्न जाउँ रे होलीमा होइन होलीमा खासै हामी त्यस्तो मनाउनु त मनाउँदैन अब बच्चा भएको बेला चाहिँ रमाइलो हुन्थ्यो क्या हामीलाई होली खेल्दाखेरि अनि आजभोलि चाहिँ त्यस्तो लाग्दैन नि त अनि तपाईँहरूलाई चाहिँ म आज चाहिँ म सर्ट क्लिप्सहरू देखाउँछु है त ओके गाइज माथि जाउँ होइन माथि गएर बनाउँछु म सिधै होइन तपाईँहरूलाई चाहिँ यो पुल थाहा छ कि थाहा छैन अहिले धेरै डेभलप भएको छ पहिलाको भन्दा नि अनि खोलाहरू हेर्दाखेरि नि पहिलाको भन्दा चाहिँ धेरै सफा छ क्या पहिला त लास्ट गनाउने फोहोरहरू थियो क्या फुटी राजा पुऱ्यो होइन अनि हामी चाहिँ यता माथि आइसक्यो कसले गर्दा कस्तो हात आइदियो ओके लकडाउनमा आज धेरै पछि आएको है लगभग कति योभन्दा अगाडि 6-7 वर्ष अगाडितिर आएको थियो होला क्या हामी दुईजना अनि उताबाट चाहिँ उत्तर बेन जान्छ क्या उताबाट चाहिँ उत्तर बेन जान्छ यता चाहिँ हामी जगडोल जाँदैछौँ अहिले उत्तर बेन चाहिँ बवाल छ क्या ठाउँ तपाईँहरू जानु सक्नुहुन्छ यता सानो पुल के अरे नारायणटार पुलबाट तपाईँहरू लेफ्ट साइड छिरेर माकलबारी गेटबाट छिरेर तपाईँहरू आउनु सक्नुहुन्छ होइन त्यसपछि उता राइट साइडपट्टि चाहिँ उत्तर बेन जान्छ होइन यता लेफ्ट साइडबाट चाहिँ जगडोल जुन चाहिँ हाम्रो गोकर्ण फरेस्ट भन्ने चिनिन्छ होइन ऊ आफ्नै तालमा छ पुरै जहाँ गयो भने लिपस्टिकै छुट्दैन फेरि है ओके गाइज माथि गएर देखाउँछु ल म अनि यो ठाउँ चाहिँ मेरो वान अफ दि फेभरेट प्लेस हो होइन किनकि थाहा छैन जस मलाई चाहिँ कस्तो राम्रो लाग्छ क्या यहाँको इन्भाइरोमेन्टहरू होइन त्यही हो अनि एउटाले चाहिँ वास्तै छैन वास्तो छ कब से छ नि हामी चाहिँ यता आइसक्यो होइन लास्ट क्या हामी यता कति 29 प्लेस होइन यता के त्यो भने चाहिँ 29 प्लेस भनेको यहाँ सफ्ट ठाउँमा छुट्टा छ नि त यो जस्तो है यो इन्स्टल जस्तो बनाएको छ नि अनि मेरो अनुहारै देखाएर ए सरी त्यो इन्स्टल जस्तो बनाएको छ नि हरियो थाहा छ अब त्यस्तोमा लेखा हुन्छ कि 1 2 3 4 टाइपले क्या जस्तै लाइक यो चाहिँ रुखमा ल्याएको छ होइन अनि तर ऊ यहाँ चाहिँ यस्तो हरियो बनाएको छ नि यतापट्टि हो त्यस्तोमा छुट्टा हुन्छ कि उयो यस्तो इन्स्टल जस्तो टाइपको क्या कटेजहरू जस्तो हुन्छ त अनि हामी चाहिँ अहिले भर्खर के तर लास्ट थाक्ने क्या त्यो हिँड्ने बानी नभएर हिँड्ने बानी होइन तपाईँ मोटाएर आजभोलि म अलि पछि म बडी नै सोअप गरिदिन्छु होइन आजभोलि चाहिँ खतरा भएको छ क्या यो अहिले हुडी लाएर तर बब्बाल भएको छ क्या माथि गएर आउने के त जाने चटपटी खाने हो ल हामी चाहिँ माथि यो गुम्बामाथि आइसक्यो होइन अनि हामी चाहिँ यता गुम्बामाथि आइसक्यो ल भयो कस्तो फिल भइरहेको छ तिमीलाई आज मलाई धेरै राम्रो शान्त टाइपको फिल भइरहेछ होइन अनि हजुरलाई म केही क्वेसन सोध्न चाहन्छु होइन हजुरको भ्लग हजुरको के अरे यो कुन के भन्छ अरे कुन भ्लग हो यो फर्स्ट सेकेन्ड थर्ड फोर्थ त्यस्तो भन्न खोजेँ अलि
यो मेरो चाहिँ सेकेन्ड भ्लग हो। ए ओके फर्स्ट भ्लग चाहिँ मेरो दिदीको बर्थडेमा थियो अनि आज चाहिँ फेरि धेरै लङ टाइम पछि चाहिँ सेकेन्ड भ्लग। यस अनि कस्तो फिल गर्दै हुनुहुन्छ? कस्तो न ठिकै हो। यस गुड फिल हो है गुड फिल भइरहेको छ मलाई। अनि भ्लगिङ चाहिँ कहाँबाट स्टार्ट गर्नुभयो त्यो पनि भनिदिनु पर्यो। आछो होइन रे। हेर न मेरो यो डेमन स्लेयर मान्छेहरू चाहिँ यो फेरि नचिन्दैछ क्या डेमन स्लेयरको क्या। यो चाहिँ कस्तो राम्रो छ क्युट छ है डेमन स्लेयर क्या। अनि कुनै चाहिँ नचिन्दैछ क्या किनकि यो भन्दा एन्टिक हो नि त होइन डेमन स्लेयर। तपाईँ मान्छे एन्टिक गर्ने मान्छे एन्टिक पिस। यहाँ ब्याक पनि हेर न मर्सिडिज बेन्ज होइन। ओके अनि गाइज हामी चाहिँ त माथि डाँडापट्टि आइसक्यो होइन देख्न सक्नुहुन्छ तपाईँहरूले यतापट्टि भिडियोहरू के ह्याप्पी होली। ए ल कहाँबाट लगाइदिनु ल कस्तो कलर लगाइदियो ल कस्तो छ हो होइन होइन छ त्यो पनि होइन तिमी आफैले कलर ल्याएर लगाइदियो भने मलाई केही फरक पर्दैन कि तर त्यो अरूले लगाइसकेको कलर तिमीले मलाई तिम्रो लुगामा लगाएको भए चाहिँ मलाई होइन क्या। अनि गाइज हामी चाहिँ अब राउन्ड हान्यो एक राउन्ड हान्यो गोकर्णको तपाईँहरूले देखिनु भइहाल्यो। अनि अब चाहिँ हामी फर्किँदैछौँ। त्यही हो आजको भ्लग चाहिँ धेरै रमाइलो भयो। अनि हामी के खाने आज के खाने पानीपुरी खाने कि चटपटी खाने? पानीपुरी खाऊँ ल पानीपुरी खाने त्यसपछि म पानीपुरीको नि तपाईँहरूलाई म भिडियो देखाउँछु होइन। पानीपुरी खाएको देखाउँछ भन्ने अनि म यहाँ पर चाहिँ यस्तो मिठो पानीपुरी पाउँछ कि होइन म तपाईँहरूलाई देखाउँछु अहिले त्यो इन्स्टल पनि देखाउँछु म तपाईँहरूलाई। त्यहाँको तपाईँहरू ट्राई गर्न सक्नुहुन्छ होइन। मान्छेहरू हेरेर गर्छ कि फेरि मैले भ्लग बनाएँ कि किन हो लडलाई तलतिर किन क्या मान्छेहरू हेरेर गर्छ कि अनि म आफैले फेरि मलाई चाहिँ अकवार्ड चाहिँ लाग्दैन म बोल्छु पनि होइन। तिनीहरूले हेरोस् या नहेरोस् केही फरक पर्दैन कि ऊ चाहिँ फेरि लज्जा आइहाल्छ क्या अरे भ्लगमा त लज्जा आइहाल्छ क्या। मैले त भ्लगै बनाउँदिनँ म त भिडियोै बनाउँदिनँ म त केही गर्दैन मलाई कस्तो लाज लाग्छ। अर्को भिडियो त्यस्तो गर्ने हो त तिमी मिल्दै क्या। अनि हाम्रो पानीपुरी चाहिँ यही हो गाइज। अनि मोमोलाई चाहिँ पानीपुरी भन्नेमा चाहिँ यही हो होइन। अनि हामी खाँदैछौँ।